यो प्रश्न हेर्नुहोस् साथीहरू, आज हामी यो प्रश्नको बारेमा छलफल गर्छौं। यो प्रश्नमा पीक्यू र प्यारालल दुईटा लाइन दिएको छ। यो पीक्यू चाहिँ व्यास हो, यो सेन्टरबाट गएको छ, ओबाट गएको छ र यहाँ पीएस जोडिएको छ, पीटी जोडिएको छ, टीएस जोडिएको छ। यो आरएस र पीक्यू प्यारालल देखाइएको छ। यो क्यू र एस जोडिएको थिएन, पछि रचनाको क्रममा मैले जोडेको हुँ। यहाँ रचना क्यू र एस जोडौं भनेर लेखेको छ। अब हामीलाई यहाँ x को भ्यालु निकाल्न सोधेको छ। यो 25 डिग्री दिएको छ। यसका हामी कसरी समाधान गर्नेछौँ यहाँ हेरौं। रचना क्यू र एस जोडौं, यो सुरुमा जोडिएको थिएन। अब यसमा हामी हेरौं एंगल क्यूपीएस इक्वल टु एंगल पीएसआर। यो क्यूपीएस र पीएसआर यो इक्वल हुन्छन्। यो एकान्तर कोणहरू अल्टरनेट एंगलहरू हुन् र 25 डिग्री भयो एकान्तर कोण भएकाले। अब पीएसक्यू इक्वल टु 90 डिग्री। पीएसक्यू यो 90 डिग्री भयो किनभने यो व्यासले परिधिमा बनाएको कोण भयो। व्यासले परिधिमा बनाएको कोण। अब ट्रायंगल पीएसक्यू मा पीएसक्यू यो एउटा ट्रायंगल भयो। यो 90 डिग्री निक्लिसक्यो, यो 25 डिग्री निस्किसक्यो। यो एंगल हामी त्रिभुजका तीनवटा कोणहरूको योगफल 180 हुन्छ भन्ने तथ्यबाट निकाल्न सक्छौं। यो ट्रायंगल पीएसक्यू मा एंगल पीएसक्यू प्लस एंगल एसक्यूपी प्लस एंगल क्यूपीएस इक्वल टु 180 डिग्री त्रिभुजका तीनवटा कोणको योग भएकाले। यसको भ्यालु 90 डिग्री, यो छैन। यसको भ्यालु 25 डिग्री, 180 डिग्री भइहाल्यो। यो एसक्यूपी यहाँ राख्यौं, यो 90 र 25 लाई जोडेर 115 बनाएर यता लग्यौं। यो घटाउँदा 65 डिग्री एसक्यूपी निस्क्यो। यो एसक्यूपी यो एंगल निस्क्यो। अब यो एंगल र यो एक्स इक्वल टु बराबर हुन्छ किनभने पीएस चापमा बनेको कोण हो यो पनि र पीएस चापमै बनेको कोण परिधिमा बनेको यो हो। एंगल एक्स इक्वल टु पीटीएस, यो एक्स भनेको पीटीएस, त्यो भनेको पीक्यूएस हो, बराबर हुन्छ। एउटै चापमा आधारित परिधि कोण भएकाले र त्यसको भ्यालु 65 डिग्री। यसको उत्तर। हवस् त, धन्यवाद।